गेम एम्पायरमा हाम्रो दीपक बरालज्यू र प्रदीप तामाङज्यू हुनुहुन्छ। यो क्लासिक विजयन्स टी20 वुमेन सुपर कप चाहिँ 3 दिनसम्म लगातार चल्नेछ, यानि कि आज भोलि पर्सि र 3टा टिमले चाहिँ 2टा टिमसँग खेल्नेछ भने जो टप टेबलमा पहिलोमा हुन्छ त्यो नै च्याम्पियन हुनेछ। यो सुपर कपको टिममा चाहिँ यो सुपर कपको बारेमा तथा अन्य भावी योजनाको बारेमा केही शब्द हाम्रो राख्नको लागि हाम्रो यस प्रोग्राम मानेको लागि क्रिकेट सञ्चालक श्री विनोद कुञ्जीलाई म पहिलोपटक त आज सबै ड्रेसमा आउनुभएको छ, एकदम राम्रो देखिएको छ। इस्लामिया कम्पस क्रिस्टल अफर्स र पोखरा फिनिक्सका टिम अनरहरूलाई चाहिँ पोखरा महानगरपालिका तथा पोखरा महानगर शिक्षा स्वास्थ्य महाशाखा तथा पोखरा महानगरपालिका क्रिकेटका तिनजनालाई तपाईँलाई थाहा छँदैछ, सम्पूर्ण थाहा छँदैछ। विगत हामीले गरेको स्कुल लेभल टुर्नामेन्टबाट हामीले बेस्ट प्लेयर निकालेर यो 3टा टिम बनाएको हो र यही 3टा टिमबाट नै अब हामीले चाहिँ बेस्ट 14 निकाल्छ र त्यो बेस्ट 14 चाहिँ हाम्रो पोखरा महानगरपालिकाको वुमेन्स टिमको रूपमा हुनेछ। हाम्रो स्याङ्जासँग एउटा 1 डे 45 ओभरको गेम छ भने चाहिँ 2टा चाहिँ टी20 गेम रहेको छ हाम्रो अब आउने कार्यक्रममा। त्यसपछिको कार्यक्रममा चाहिँ हाम्रो पर्वत जिल्लाको टिम र हाम्रो सेङ्गा जिल्लाको टिम प्लस हाम्रो यो मानेबाट टिम गरेर टी20 सिरिजको पनि एउटा हाम्रो त्यो पनि कार्यक्रम छ। त्यसको लागि तपाईँ सम्पूर्णहरू एकदम राम्रोसँग मेहनत गरेर खेल्नु होला, सकेसम्म राम्रो पर्फर्मेन्स दिनु होला र टिममा आउने प्रयास गर्नु होला। जिम्मेवारी हामीले दिपेश कपिलज्यूलाई हामीले दिएको छौँ। चाहिँ कोच प्लस सेलेक्टर रूपमा चाहिँ उहाँ हुनेछ र आजको गेममा चाहिँ दुवैजना टिमलाई चाहिँ अहिले चाहिँ हार्दिक बधाई दिन चाहन्छु। जिले पनि हारेको त्यसको साथ मेरो सानो शब्द यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। बल हस्तान्तरण गर्नुभएको एउटा सम्पूर्ण खेलाडीहरूलाई जानकारी गराउन आजको यो सुपर कपमा 3 दिनको सुपर कपमा चाहिँ हरेक खेलमा जो प्लेयर अफ द म्याच बन्छ त्यसलाई चाहिँ पुष्प वारियरको तर्फबाट चाहिँ रु 500 रुपियाँ प्रदान गरिन्छ। प्लेयर अफ द म्याच भन्दा पनि त्यसलाई हामीले वारियर अफ द म्याच भनेर नगद रु 500 प्रदान गर्नेछौँ। त्यही भएर सम्पूर्ण खेलाडीहरूलाई चाहिँ शुभकामना छ। र अब चाहिँ बल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। बल हस्तान्तरणको लागि शिशु अस्पतालको सर हुनुहुन्छ यति बेला, उहाँले चाहिँ सर आउनु सर उहाँले चाहिँ आजको म्याच एम्पायर दीपक बरालज्यू र प्रदीप तामाङज्यूलाई बल हस्तान्तरण गरी आजको उद्घाटन समारोह